छौँ। हामीमाझ 2025 मा हाम्रा अति नै हितैषी हाम्रा आत्मीयजनहरूले हामीलाई छाड्दै गइरहेको क्षणमा हामी केही महिना केही दिन नै भनौँ हामीले हाम्रा अति नै कर्मठ सदस्य हाम्रा आदरणीय गुरुवर समाजसेवी दुर्गासिंह छेत्रीज्यूलाई गुमाउनु पर्दा हामी अति नै मर्माहत भएर यसै श्रद्धाञ्जली सभा आयोजना गरेका थियौँ र त्यो घाउ विषय हुन नपाई फेरि अर्को घाउ हामीमाझ थपियो। हाम्रा अति नै आत्मीय गोर्खा जन पुस्तकालय लगायत विभिन्न सङ्घ संस्थाका अति नै सक्रिय कर्मठ सदस्य अनि कला क्षेत्रका एक अब्बल बहुआयामिक व्यक्तित्व भएका कलाकार व्यक्तित्व हामीले गुमाउन पर्यो र यति दुखी छौँ। सायद त्यो वज्रपात सहन हामीलाई गाह्रो भइरहेको छ। एउटा अपूर्णीय क्षति भएको हामीले बोध गरिरहेका छौँ र गोर्खा जनपुस्तकालय खरसाङ जागृति परिवार भारतीय कस हितकारी सम्मेलन अनि गोर्खा सांस्कृतिक संस्था चारवटा संस्थाहरूसित अति नै गहिरो सम्बन्ध राख्नु भएका हाम्रा अति आदरणीय अदिप कुमार रोकाज्यू हामीले केही दिन अघि मात्र उहाँलाई गुमायो र यो क्षण सायद हामीले शब्दमा भन्न सक्दैनौँ होला। उहाँको जुन बिछोडको पीडा हामीले खप्न परिरहेको छ यो पीडाको क्षणमा अब हामीले उहाँको निम्ति सम्झनामा उहाँलाई राखेर हामीले उहाँको निम्ति प्रार्थना गर्ने समय रहेको छ र यही प्रार्थना गर्नको निम्ति उहाँको दिवंगत आत्मालाई सायुज्य प्राप्त गरौँ अनि उहाँका परिवारलाई शोक सन्तप्त परिवारलाई यो वज्रघात सहन गर्न सक्ने शक्ति ईश्वर प्रदान गर्नु पनि कामना गर्दै हामी यो श्रद्धाञ्जली सभालाई अघि बढाइरहेका छौँ र आजको यो सभामा हाम्रा गोर्खा जन पुस्तकालयका सम्माननीय अध्यक्ष महोदय रविन्द्र कुमार प्रधानज्यू उहाँ केही विलम्ब गरी आउने सूचना दिनुभएकोले हामीले समयलाई ध्यानमा राखेर हामी सभालाई अघि बढाइरहेका छौँ र हामी आजको यो श्रद्धाञ्जली सभाको अध्यक्षता गरिदिनुहुन गोर्खा जन पुस्तकालय खरसाङका वर्तमान उपसभापति साथै वरिष्ठ सदस्य कृष्ण पाण्डेज्यूलाई हामी गर्दछु र उहाँको अध्यक्षतामा आजको यो श्रद्धाञ्जली सभा सम्पन्न हुनेछ र अध्यक्ष महोदयको अनुमति लिएर अदिप कुमार रोकाज्यूलाई सायद नचिन्नुहुने सायद बिरलै होला। उहाँको जुन बहुआयामिक व्यक्तित्व थियो समाजप्रति आफ्नो जातिप्रति आफ्नो स्वजातीय संस्कृतिप्रतिको उहाँको जुन लगाव थियो त्यो चाहिँ तपाईँहरू सबै परिचित हुनुहुन्छ। गोर्खा जन पुस्तकालयको प्रत्येक सानोभन्दा सानो कार्यक्रममा पनि उहाँले आफ्नो सहभागिता दिनुहुन्थ्यो। अग्रिम पङ्क्तिमा आएर खट्नुहुन्थ्यो। अघिल्लो कार्यकारिणी समितिमा उहाँ कोषाध्यक्ष पनि हुनुहुन्थ्यो र पछि स्वास्थ्यले गर्दा उहाँले यसपल्ट मनोनयन पत्र उहाँले दाखिल गर्नु भएन र कार्यकारिणी समितिमा उहाँ बस्नुभएको थिएन र पनि प्रत्येक कार्यक्रममा सक्दो उहाँले आफ्नो सहभागिता दिनुहुन्थ्यो र यसरी नै
अन्य संस्थाहरू जस्तो तपाईँले व्हाट्सएपमा जुन समुदायमा तपाईँले देख्नुभयो, समाचार च्यानलहरूमा पनि जुन प्रकारले उहाँको विभिन्न कला क्षेत्रका प्रतिभाहरू दर्शाइएको क्षणहरूको सम्झना गरिएको क्षणहरूको तपाईँहरूले अवलोकन गर्नुभयो र विशेष गरेर छद्म फेसमा उहाँको जुन एउटा दक्षता थियो, सायद त्यो दक्षता अब हामी सायद अन्यहरूमा बिरालै पाउँछौँ जस्तो लाग्छ, किनकि उहाँले जुन प्रकारले आफूलाई छद्म फेसमा प्रस्तुत गर्नुहुन्थ्यो, सायद उहाँलाई उछिन्ने कोही पनि हुन्थेन उहाँ जब सहभागी बन्नुहुँदा। र त्यस्ता प्रतिभा, त्यस्ता व्यक्तित्वलाई गुमाएको क्षणमा अब हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नेछौँ। र प्रथममा हामी सम्माननीय अध्यक्ष महोदय लगायत जुन संस्थाहरू यहाँ आउनुभएको छ उहाँका अध्यक्ष महोदयहरूलाई कृपया अघि आएर उहाँको अघि धूप दीप प्रज्वलन गरिदिनु हुन आग्रह गर्दछु। र यसै क्रममा भारतीय बस हितकारी सम्मेलनका सहर शाखाका अध्यक्ष महोदय नवराज ब्राह्मणज्यूलाई आग्रह गर्दछु अघि आइदिनु हुन। यसरी नै जागतिक परिवार प्रसारका अध्यक्ष लक्ष्मण गुरुङज्यूलाई पनि अगाडि आइदिनु आग्रह गर्दछु। र यसरी नै गोर्खा सांस्कृतिक संस्थान खरसाङकी सचिव महोदय प्रेन्ता मुखिया किसिम महोदयलाई पनि अघि आइदिनु आग्रह गर्दछु। र उहाँ उपाध्यक्ष महोदय पनि हुनुहुन्छ, विजय प्लोन उहाँलाई पनि अघि आइदिनु आग्रह गर्दछु। र वरिष्ठ हाम्रा गुरुवर जीवी बल्छ उहाँको उपस्थिति आज हामीले पाएका छौँ, उहाँलाई पनि कृपया अघि आइदिनु आग्रह गर्दछु। सर बल्छ अनि हाम्रा पूर्व उपसभापति वरिष्ठ सदस्य आइएन शर्माज्यूलाई पनि अघि आइदिनु आग्रह गर्दछु। हाम्रा अति प्रिय अदित कुमार रोकाज्यू, उनात्तर वर्ष मात्र होला उहाँ हुनुभएको, यति छोटो अवधिमा उहाँले हामी र हामी यति दुखित छौँ यो क्षणमा उहाँप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छौँ। उहाँको आत्माले चिर शान्ति प्राप्त गरौँ हामी प्रार्थना गर्दछौँ। र अब हजुर सबैमा विनम्र आग्रह गर्दछु, उहाँका पारिवारिक सदस्यहरू पनि यहाँ आउनुभएको छ, साथै अन्य उपस्थित हाम्रा विभिन्न सङ्घ संस्थालाई प्रतिनिधित्व गरेर आउनुभएका सदस्यगण सबैलाई क्रमबद्ध रूपमा अघि आइदिनु भएर उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिदिनु हुन आग्रह गर्दछु। वरिष्ठ महिला समूह सिलगढीबाट उहाँहरू आउनु
भएको छ उहाँका अध्यक्ष महोदय अनि सदस्यहरूले उहाँले आफ्नो सूचना ज्ञापन गर्दैछ। भारतीय कृषि हितकारी सङ्घको पक्षबाट महिला सङ्घको पक्षबाट सल्लाह गरेको छ। जागृत परिवार प्रसादको पक्षबाट गृहमा सविता मगातीले सल्लाह गरेको छ। यसरी रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालयको पक्षबाट गोमा सुब्बा यसले गोर्खा सांस्कृतिक संस्थानको सदस्यहरूले पनि क्रमैले आफ्नो सल्लाह गरिरहेको छ। यसरी जागृत परिवार प्रसादको पक्षबाट उपाध्यक्ष महोदय दावा लामा महोदय यसरी कुमार मौरानी महोदय उहाँका आफ्नै प्रिय मित्र यसरी उहाँसितै पाठशालामा अध्ययन गर्नुभएका उहाँका मित्र मणिकुमार थापाज्यू पुतल्स मेमोरियल स्कुल खरसाङमा उहाँहरू सँगै हुनुहुन्थ्यो। एक कक्षाको मात्र तल तर सधैँ उहाँहरू मित्रको रूपमा रहनुहुन्थ्यो। त्यसैले जागृत परिवार खरसाङका संस्थापक साथै वरिष्ठ नाट्य कलाकार कलकत्ता पुस्तकालयका पूर्व सभापति हुनुहुन्थ्यो। त्यसैले अन्य विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले क्रमबद्ध रूपमा श्रद्धार्पण गरिरहेको छ। र मैले अघि नै भनिहालेँ यति चाँडै हामीले यो दिन देख्न पर्छ जस्तो लागेको थियो। विधिको विधान हामीले यो दिन देख्न पर्यो र विधिको विधानलाई स्वीकार गर्नै पर्ने एउटा बाध्यता बीच हामी रहेका छौँ। तर मानिस कर्मले अमर भन्छन्। उहाँले जीवनमा जुन कर्म गर्नुभएको छ सायद कर्महरू हामीमा सधैँ आलो भन्नेछ। हामीमा चाहिँ उहाँ केवल सशरीर मात्र हुनुहुन्न तर हामीमा सधैँ रहनु नै छ हामी विश्वास गर्छौँ। र अब हामी कर्ममा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै अनि शोक सन्तोषको परिवारलाई यो पत्रकार सञ्चालन गर्ने शक्ति ईश्वरले प्रदान गर्नु पनि कामना गर्दै अब एक मिनट मौन प्रार्थना गर्दछु। र मैले अघि नै भनिहालेँ हामी यति मर्माहत भएका छौँ कि हामीले राम्रोसित बोल्न पनि हामीलाई गाह्रो परिरहेको छ। यति दुःखी छौँ हामी। मलाई त झन् यति गाह्रो परिरहेको छ कि मैले केही दिन अघि मात्र उहाँलाई मिसन अस्पतालमा भेट्न गएको थिएँ र केही क्षण उहाँसँग बात पनि गर्ने अवसर जुट्यो।
र बात गर्दा उहाँले जुन आशाहरू गर्नुभएको थियो, सायद मैले पनि उहाँलाई पनि त्यो हरेस खानु हुँदैन दाजु, र उहाँले छिट्टै म जाति हुन्छु होला भनेर पुस्तकालयको गतिविधि कस्तो छ, पूजा कस्तो हुँदैछ भनेर उहाँले सोध्नु भएको थियो। र उहाँसित जुन बात गर्दा हामीले सोचेका थियौँ केही दिन उहाँ नर्सिङ होम बसेर फेरि उहाँ फर्किनु हुनेछ, हामीसित फेरि पुरानै अवस्थामा हुनुहुन्छ भनेर सोचेको थिएँ। तर अचानक उहाँको जुन गान्तोकमा उहाँको अन्तिम श्वास उहाँले फेर्नुभयो भनेर जुन खबर पाएँ, म आकाशबाट छरेको जस्तो भएर उठ्न पनि गाह्रो परेको मैले बोध गरेँ। एउटा विश्वास गर्नै नसकिने, नसोचेको घटना घट्दा जुन एउटा अप्रत्याशित घटना आफूलाई लाग्छ त्यस्तै भइरहेको छ। अहिलेसम्म त्यसबाट बाहिरिन म स्वयं पनि सकेको छुइनँ। परिवारका सदस्यहरूलाई जुन चोट परेको छ, सबैलाई परिवारका सदस्यहरू जति नै चोट सबैलाई परेका हामीले बोध गरिरहेका छौँ। र अब समयलाई पनि हामी ध्यानमा राखेर हामीले अघिल्लो क्रममा गोर्खा जनपुस्तकालय खरसाङको पक्षबाट श्रद्धाञ्जलीका केही शब्दहरू राख्दैन हुन पुस्तकालयका वरिष्ठ सदस्य, पूर्व सचिव, सभापति, वरिष्ठ समाजसेवी तिलक शर्माज्यूलाई यहाँ मञ्चमा ल्याउँदछु। सभाका अध्यक्ष महोदय, सबै महानुभाव, आज साँच्चै आफ्ना विकास प्रधानमन्त्रीले भनेको अध्यक्ष उहाँहरूका गोर्खा जनपुस्तकालयको एउटा अमूल्य रत्न। उहाँले गोर्खा जनपुस्तकालयप्रति जुन माया स्नेह देखाउनु भएको थियो त्यो हामी बिर्सन सक्दैनौँ। उहाँ चाकरीगत हुँदा बिडिओ अफिस, एसडिओ अफिस जहाँ पनि हुनुहुन्थ्यो, जहिले पनि गोर्खा जनपुस्तकालयका कार्यक्रमहरूमा उहाँको उपस्थिति रहन्थ्यो। उहाँले समाजप्रति विशेष अवकाश ग्रहण गरेपछि गोर्खा जनपुस्तकालयमा सक्रिय रूपमा कार्यकारिणी सदस्यको रूपमा काम गर्नुभयो। कोषाध्यक्षको पद लिएर उहाँले आफ्नो दक्षतापूर्ण काम गरेर ल्याउनु भएको थियो। र उहाँलाई हामी खालि गोर्खा जनपुस्तकालय मात्रै होइन, विभिन्न क्षेत्रमा उहाँले दिएको योगदान भुल्न सक्दैनौँ। मानिसहरू मरण त निश्चय नै छ, तर श्री रोकाले जुन एउटा हामीलाई अमूल्य कुराहरू दिएर जानुभयो त्यो हामीसँग सधैँ रहन्छ। गोर्खा जनपुस्तकालयका विशेष विभिन्न कार्यहरू मलाई लाग्छ दुर्गा पूजामा उहाँले जुन प्रकारको सहयोग गर्नुहुन्थ्यो त्यो हामी बिर्सन सक्दैनौँ। समाजको निम्ति चाहे यो पुस्तकालय होस्, चाहे गोर्खा सांस्कृतिक संस्थान होस्, चाहे खस हितकारी संस्थान होस्, चाहे जागृति परिवार होस्, यहाँसम्म कि खेलकुदका सम्बन्धमा पनि उहाँ सधैँ सक्रिय हुनुहुन्छ। आज यस्ता हाम्रा समाजका विभूतिलाई हामीले गुमाउनु पर्दा हामी दुखित छौँ।
गोर्खा जन पुस्तकालय आफ्नो एउटा अभिन्न मित्रलाई गुमाएकोमा कुठारघात भएको छ। उहाँलाई उहाँको कर्ममा उहाँ सधैँ हामी माथि रहनुहुन्छ, यो अकाट्य कुरा हो। उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मेरो यो भन्ने कुरा पेश गर्दछु। धन्यवाद। धन्यवाद किरण शर्माज्यूलाई। हामीमाझ शिविरबाट वरिष्ठ महिला समूहकी समितिका सदस्य पनि यहाँ आउनु भएको छ र उहाँहरू चाँडै नै फर्किनुपर्ने भएकोले समूहकी समितिका सुधा पासी महोदयलाई आफ्नो श्रद्धाञ्जलीका केही शब्दहरू यहाँ राखिदिनु हुन आग्रह गर्दछु। गोर्खा पुस्तकालय यहाँ दुई शब्द बोल्ने जो मौका दिनुभयो। मेरो भदै केटा हो मौका। आज उसको उमेर भयो भनेको जस्तो मलाई लाग्दैन, किनभने उनी एक जिन्दगी कसरी जीवन व्यतीत गर्नुपर्ने हामीले उहाँबाट धेरै सिक्यौँ। हामी उहाँबाट धेरै सिनियर पनि भयौँ र पनि हमेसा हाम्रो परिवारमा उहाँले हामीलाई धेरै सिक दिनुभयो। सङ्घ संस्था त्यो त छँदैछ, तर पारिवारिक जीवनमा पनि उनले एउटा बहुमूल्य क्यारेक्टर निभाउनु भएको थियो। जब हामी कोही पनि परेशान हुन्थ्यौँ, हामीलाई दुःख पर्थ्यो या हामी असमझमा हामीलाई पर्थ्यौँ, तब उसले हामीलाई राम्ररी गाइड गर्ने। अहिले यो श्रद्धाञ्जलीको यो परिवेशमा दिमागमा पनि आउँदैन कि के भन्नुपर्ने भनेर, र पनि हामीभन्दा सानो केटो आज म यहाँ उभिएर यो भन्नु पर्दैछ अनफर्चुनेटली। अनि यो उहाँ जहाँ पनि जानुभयो सही जग्गामा जानुहोस् भन्ने मेरो प्रेम स्नेह सहित श्रद्धाञ्जली छ। नमस्कार। धन्यवाद सुधा पासी महोदयलाई। र उहाँले जुन भन्नुभयो, अहिले यहाँ बोल्न नसकिरहेको यो अवस्था के भन्नु, कसरी के शब्दहरू यहाँ राख्नुपर्ने मलाई पनि त्यस्तै त्यस्तै देखिरहेको छ। तथापि बाध्यतावश सचिव पनि आइपुग्नु भएन र म यहाँ बोल्न परिरहेको छ। र अघि नै भनिहाले, वरिष्ठ नाट्य कलाकार अभिनय कलाकार अदिप कुमार रोका खरसाङको चर्चित नाट्य संस्था जागृति परिवारसित उहाँ सक्रिय रूपमा सम्बन्धित हुनुहुन्थ्यो र केही वर्ष अघि एउटा दार्जिलिङमा नाटकको प्रतियोगिता भएको थियो। त्यो प्रतियोगितामा जागृति परिवारको पक्षबाट एउटा नाटक सँगै तर एकलाई बेग्लै सञ्जय प्रधानद्वारा लिखित नाटक मञ्चन गरिएको थियो। प्रमुख भूमिकामा अदिप रोकाज्यूले हुनुहुन्थ्यो। यस्ता बहुआयामिक व्यक्तित्व र हामीमाझ जागृति परिवारका संस्थापक पूर्णगुण निरुपमज्यू यहाँ हुनुहुन्छ र उहाँलाई श्रद्धाञ्जलीका केही शब्दहरू राखिदिनु अनुरोध गर्दछु।
सभामा उपस्थित यहाँहरू सबैमा मेरो सादर नमस्ते। यस्ता शोक सभामा दुई शब्द बोल्नुपर्दा कताबाट सुरु गरौँ भन्ने पर्ने हुन्छ, सोचेर आइँदैन। विश्व प्रसिद्ध नाटककार विलियम शेक्सपियरले आफ्नो प्रसिद्ध नाटक मर्चेन्ट अफ भेनिस, जसको नेपाली शब्दार्थ हुन्छ भेनिसको व्यापारी, त्यस नाटकमा एउटा कुरा भनेका छन् कि यो विश्व एउटा रङ्गमञ्च हो। यहाँ हामी सबै कलाकारहरू हौँ, अभिनेताहरू हौँ। यहाँ हामी आफ्नो आफ्नो भूमिका निर्वाह गर्छौँ अनि अन्तमा नेपथ्यतिर लाग्छौँ। यही नै जीवनको परिभाषा हो। जीवन यात्रामा एक दिन टुङ्गिनु पर्ने गन्तव्य स्थान भनेको नै मृत्यु हो। जीवनको एउटा शाश्वत सत्य, मर्नै पर्ने। जति नै धनी होस् अथवा जति नै सुखी होस्, जति नै ऐश्वर्य सम्पन्न होस्, जे पनि होस्, एक दिन उसको अन्त त्यही मृत्युमा गएर टुङ्गिन्छ। त्यसैले सायद जीवनको महत्त्व पनि छ। मृत्यु छ, त्यसैले जीवनको महत्त्व छ। र त्यही मृत्युलाई अनिवार्य रूपले अँगाल्नु पर्ने जुन एउटा सत्यता छ, त्यो सत्यता हाम्रो अदीप भाइ उहाँले निर्वाह गर्नुभयो। एक दिन हामी पनि ढिलो छिटो त्यस्तै हो, त्यही जग्गामा पुग्नुपर्ने हो। र अन्तमा यस्तै शोक सभाहरू हुन्छन्। सभ्य समाजमा हुनुपर्ने एउटा परम्परा। यसमा उनले के गरे, व्यक्ति मुख्य कुरा होइन, तर व्यक्तित्व चाहिँ मुख्य कुरा हो। व्यक्ति जति नै राम्रो होस्, उसका कपालहरू घुमिरहेका होस्, आँखी बाउहरू राम्रो होस्, त्यो कुरोले मान्यता राख्दैन। तर राख्छ उसका व्यक्तित्वमा उसले के कामहरू गरे, समाजका लागि के गरे, अथवा कुनै विधा पक्रेर उनले कतिसम्म योगदान दिए, त्यो विधामा यस्ता कुराहरू नै निर्भर हुन्छन्। समीक्षा गरिन्छ, मूल्याङ्कन गरिन्छ यस्ता कुराहरूलाई। र भाइ अदीपको कुरा गर्नुपर्दाखेरि यिनी विभिन्न संस्थाहरूसँग सम्बन्धित थिए र हाम्रो नाट्य संस्था जागृति परिवार जो 1973 स्थापित भएको, यस संस्थाका उनी आजीवन सदस्य हुनुहुन्थ्यो। यो संस्थाले 1923 मा आफ्नो 50 वर्ष पुरा गरेको अवसरमा स्वर्ण जयन्ती मनायो। अहिले पनि मनाउँदैछ र अन्तिम अब समापन समारोहको यात्रातिर लागिरहेको छ। यस संस्थामा 2023 मा जब सुरु भयो स्वर्ण जयन्ती, अघि यहाँ प्रकाश भाइले भने जस्तो हामीले एउटा नाटकबाट सुरु गऱ्यौँ, एउटा सडक नाटक। त्यो सडक नाटकका अङ्कीकार हुनुहुन्थ्यो, लेखक हुनुहुन्थ्यो भाइ सञ्जय प्रधान, पत्रकार। उहाँ पनि हाम्रो कर्मी सदस्य, उहाँ उपसभापति हुनुहुन्छ। र उहाँले लेखेको नाटक मैले निर्देशन गरेको थिएँ अनि त्यसको सहनिर्देशन मेरा भाइ लक्ष्मण गुरुङले गरेका थिए। त्यो नाटकलाई हामीले सडक यहाँ रेलवे स्टेसनमा गर्ने एउटा विधो गरेका थियौँ। पर्मिसनको लागि पुलिस विभागमा गयौँ, तर पर्मिसन पाएन, अनुमति पाएन। ट्राफिकिङ त्यो एउटा यात्राको असुविधा कुरा देखाएर पुलिसले हामीलाई अनुमति प्रदान गरेन। त्यसो बेला गोर्खा सांस्कृतिक संस्थानद्वारा आयोजित जुन वैशाखी महोत्सव थियो, अप्रिल 2023 मा त्यो कन्ट्रिब्युट ग्राउन्डमा धुमधामले मञ्चन भएको थियो, आयोजन गरिएको थियो। त्यसैमा हामीले त्यो नाटकलाई मञ्चन गऱ्यौँ र त्यो नाटकमा प्रमुख भूमिका भाइ अदीप रोकाले निर्वाह गर्नुभएको थियो। यहाँ भाइमा मैले नाटकको एउटा आग्रह जो हुन्छ त्यो झन्डै 1997 सालतिर नै देखेको थिएँ। 1997 मा जागृति परिवारले रजत जयन्ती 25 वर्ष पुरा गरेकोमा 6 दिवसीय रजत जयन्ती सम्पन्न गरेको थियो र त्यसको प्रमुख आकर्षण थियो एकाङ्की नाटक प्रतियोगिता।
खरसाङ महकुमा क्षेत्रका विभिन्न संस्थाहरूले भाग लिएका थिए। झनै 9वटा संस्थाले भाग लिएका थिए। त्यसमा आदि भाइले एउटा नाट्य संस्था, उसको नाम थियो के थियो, यशोदत्त नाट्य संस्थाले के नाम दिएर सत्यता एक बोझ भन्ने एउटा नाटक उहाँले प्रदर्शन गर्नुभएको थियो। त्यसका एकाङ्किका, त्यसका निर्देशक उहाँ स्वयं थिए र उहाँ स्वयंले अभिनय गर्नुभएको थियो 6-7वटा पात्रहरू लिएर। त्यति बेला नै मैले उनको नाटकप्रति एउटा झुकाउ, एउटा आग्रह देखेको थिएँ र उनी सबभन्दा ठुलो कुरो मैले जिन्दगीमा के देखेको छु भने छद्मवेशी कलाकार, छद्मवेश डिस्गाइज। यो खरसाङ नगरपालिकाले प्रत्येक 15 अगस्तमा एउटा डिस्गाइज कम्पिटिसन गर्ने गर्छ। त्यो मैले सानैदेखि नै देखेको। म स्कुले अवस्थामा हुँदाखेरि पनि मल्टिप्ल ग्राउन्डमा जुन 15 अगस्त हुन्थ्यो त्यसमा म्युनिसिपालिटीले छद्मवेशी यो एउटा छद्मवेशको एउटा प्रतियोगिता आयोजन गर्थ्यो र त्यति बेलाका छद्मवेशी कलाकारहरू एकदमै पर्मनेन्ट, एकदम प्रमुख कलाकारहरू अब थुप्रैले गर्थे। तर एउटा विशेष गोरेर पक्रेर हिँडिरहेका परिपक्व त्यस विधामा भन्ने 2-3 जना देखेको थिएँ मैले। एउटा हो मणिकुमार प्रधान, हाम्रो यहाँ डोको लाइनका साहित्य लक्ष्मी बहिनी, उहाँका पिता हुनुहुन्छ। यहाँ म्युनिसिपालिटीमा स्टोर किपर हुनुहुन्थ्यो। एकदमै दिग्गज यो डिस्गाइज कम्पिटिसनमा। तर उनले गरेका त्यो कतिवटा त्यो जुन डिस्गाइजको जुन एउटा दुर्लभ मेरो आँखामा झल्झत्तै आउँछ। त्यस्तै प्रकारले अर्को एकजना थियो, गल्सालाई थाहा हुनुपर्छ, उहाँ वरिष्ठ के हो मप्लसमा 18 नाम चाहिँ एउटा उसको उपमा सर के हो बताइदिनुहुन्छ कि एउटा एकजना थियो डिस्गाइज कम्पिटिसनमा लाग्यो। मणिकुमार प्रधान सँगसँगै तिनी पनि थिए। तर सुरु त्यति बेलादेखि नै भएको र पछि गएर हामीले एउटा पायौँ एउटा प्रमिनेन्ट फिगरको रूपमा यो विधामा अतिप्रोका भाइलाई। अतिप्रोका भाइको मैले मलाई छद्मवेशी प्रतियोगितामा खरसाङ म्युनिसिपालिटी डिस्गाइजको एउटा कम्पिटिसनको जज निर्णायक रहेको झन्डै 15-16 वर्ष राख्यो होला। मैले 15 वर्षसम्म कन्टिन्यू मैले गरिरहेँ। अन्त सायद कतिलाई लाग्यो पनि होला यो मान्छे त छद्मवेशीमा कहिले निक्लिँदैन, कम्पिटिसन जज चाहिँ किन राखेको होला भनेर लाग्यो पनि होला। यो के हो भने छद्मवेश चाहिँ नाटकको एउटा अङ्ग हो, एउटा प्रमुख अङ्ग हो नाटकको। नाटक तपाईँलाई अलिकति म बताउँछु नाटक सम्बन्धी यही प्रसङ्गमा। नाटकमा अभिनय शास्त्र अनुसार 4वटा भेदहरू छन्। 4वटा भेदमा के हुन् भन्दाखेरि आङ्गिक, याचिक, सात्विक र आहार्य, यो 4टा प्रमुख अभिनय गर्दाखेरि। र आङ्गिक भनेको चाहिँ अङ्गको सञ्चालन हो। हामी जब नाटक गर्छौँ, अभिनय स्टेजमा अभिनय गर्दाखेरि अङ्ग त त्यसैको सञ्चालन भइहाल्छ। वाचिक भनेको चाहिँ संवाद प्रेषण गर्नु, डायलग बोल्नु। यो डायलग नबोलिकन त हुँदैन। एउटा नाटकमा डायलगको त्यति साह्रो खास एउटा अभिनय छ। र वाचिक डायलग संवाद प्रेषण। सात्विक सजिलो भाषामा भन्नु हो भनेदेखि 2जना पात्र, एउटाले एक्सन गर्छ, अर्कोले रियाक्सन गर्छ। एउटाले जे भन्छ त्यसको जुन ठिक प्रतिक्रिया जो त्यहाँनिर प्रेषण हुन्छ त्यो चाहिँ भयो सात्विक। आहार्य भनेको चाहिँ जस्तो एउटा भिखारी सम्झिनुहोस्, त्यसको अभिनय गर्नु चाहिँ स्टेजमा सोकेलु लुगा मैले जस्तो भएर म भिखारी एक्टिङ गरेर त भएन नि, कसैले पनि भिखारी भन्दैन नि। तर जब उसले पहिरोमा मेकअप पुरा गर्छ, आहार्य भनेको चाहिँ मेकअप चाहिँ समान सम्झिनुहोस्। थोत्रे लुगा, कपाल नपुगेको केस, अनुहार नधुएको अनुहार, अनि उसको जुन बिलौना छ त्यो एकदमै भिखारीको बिलौना। तब त झर्किन्छ त्यो भिखारी भनेर। यो 2टा कुरा, 4वटा भेदमा 2टा भेद आङ्गिक र आहार्य चाहिँ छद्मवेशमा प्रयोग हुन्छ अनिवार्य रूपले। यही कारणले यो नाटक एउटा एकदम प्रमुख अङ्ग हो। यो जसलाई यो नाटकको अलिकति एउटा बुनियादी एउटा ज्ञान छ, उनलाई चाहिँ त्यसरी जजमेन्ट गर्नु, छद्मवेशको जजमेन्ट गर्नु सजिलो पर्छ। तर त्यसै कारणले गर्दाखेरि खरसाङ नगरपालिकाले पनि केही सोचेर होला मलाई त्यसरी राखे। र
त्यही पालि चाहिँ हो अब मैले पनि छुट्टी लिनु खोजेँ, सन्यासी लिनु खोजेँ र मैले यसपालि मलाई फेरि पनि निर्णायकको भार ग्रहण गरिदिनुहोस् भनेर पत्र आएको थियो। मैले उहाँ स्टुडेन्टमा यहाँ बसिरहनु भएको छ, उहाँ कमिटीको एउटा सदस्य, पर्मनेन्ट सदस्य, उहाँलाई मैले रिक्वेस्ट गरेँ मलाई यसपालि छुट्टी दिनुहोस्, अब म गर्दिनँ, प्रदीप भाइलाई गर्नुहोस्, अदीप भाइलाई भनेर मैले नै उहाँलाई सुझाव दिएँ। साँच्चै नै उहाँ त्यसै गर्नुभयो। प्रदीप भाइले यसपालि निर्णायक मण्डलीमा आफ्नो अंश गर्नुभयो। उहाँको अन्तिम नै त्यही नै रहेछ अहिले बुझ्दाखेरि है। मैले सचिव पनि दिएको छु भन्नु भएन। र भाइको एउटा छत्ताभिसको एउटा उदाहरण चाहिँ मलाई आँखामा अझै झल्झलाउँछ। त्यो एउटा फरेन नेसनल एउटा के अरे मेन्साईमा एउटा मेन्साईमा त्यो एकदम कुर्कुनी लगाएको है, मैले चिन्दिनँ ग्राउन्डमा निक्लेको छ, फोटो खिच्दैछ त कहाँबाट आएको छ यो भएर त्यति भनेर कि भएर त प्रदीप भाइ रहेछ। त्यति राम्रा कलाकार धेरै पनि उनलाई सोच चाहिँ के थियो भने जजेस हुनु भन्दाखेरि पनि कलाकारको भूमिका निभाउनु चाहिँ उनलाई विशेष त्यो एउटा आग्रह उनमा थियो। र यस्ता कलाकार हामीले गुमायौँ। उनलाई यो एउटा विशेष हुन्थ्यो र अब यस्तो सभामा यस्तै कुराहरू नै चाहिँ व्यक्त गरिन्छ। र अन्तमा मलाई बेसी भन्नु केही छैन। भाइको आत्माले चिर शान्ति प्राप्त गरोस्, ईश्वरलाई यही प्रार्थना गर्छु। अनि उनका परिवार जसलाई यो परेको छ, मृत्युको जुन चोट, जुन घात परेको छ, त्यो चाहिँ जसलाई परेको छ उसलाई थाहा हुन्छ मृत्युको चोट कति गहिरो हुन्छ, कति घातपूर्ण हुन्छ र कति अश्य हुन्छ भन्ने कुरा चाहिँ मलाई थाहा छ। र त्यो परिवारले त्यो चोट जो परेको छ त्यसलाई सहने शक्ति ईश्वरले प्रदान गरौँ भन्ने प्रार्थना गर्दै म मेरो यो दुई शब्द यही अन्त गर्दछु। धन्यवाद पूर्ण गुरुङ निरुपमज्यूलाई। र छद्मवेशको प्रसङ्ग उठ्दा अहिले पूर्ण गुरुङ निरुपमज्यूले जुन एउटा क्षणको कुरा गर्नुभयो, 15 अगस्त 2002 या 3 सम्भवतः मलाई त्यस्तो लाग्दैछ, जब उहाँ विदेशी महिलाको भेषमा ग्राउन्डमा बस्नुभएको थियो। एउटा घटना घटेको थियो। त्यस समय उद्घोषणा सुरेन्द्र प्रताप सर र मैले गर्दै थिएँ। उद्घोषणा भइसक्यो, छद्मवेशको प्रतियोगिता पनि प्राय सम्पन्न भएको हामीले घोषणा गरिसकेका थियौँ। तर मैदानमा एउटी विदेशी महिला फोटो खिच्दै सबैसित बात गर्दै घुमिरहेकी छिन्। प्राय रिजल्ट भइसकेको थियो, घोषणा हुन मात्र बाँकी थियो। र हामीले घोषणाको कुरा गर्न लाग्दाखेरि एउटा पत्र आयो हामीसित। यो प्रतियोगितामा त म पनि थिएँ, मेरो त यहाँ उल्लेख भएको छैन, सायद निर्णय गर्दै मलाई देख्नु भएन कि कसो भनेर उहाँले जब हामीलाई आएर भन्नुभयो, हामी पनि यति चकित बन्यौँ कि सुरेश सरले भन्दै थियो, हेर न प्रकाश, यिनीहरूले हामीले भारतबाट यत्रो आन्दोलन गरेर हामीले 1970 सालमा खेलेको र पनि यस्तो उत्सव मनाउँदाखेरि उनीहरू आएर यसरी मजाले रमाइ फोटो खिच्छ भनेर सरले हँसिरहनु गर्नुभएको थियो। तर पछि जब उहाँको त्यो वेशभूषा जुन पहिरन थियो त्यसले गर्दा सायद उहाँ अब 1 नम्बरमा त प्रथममा आउनै हुन्थ्यो उहाँ। तर पछि हामीले पुनः यस प्रतियोगिता सञ्चालन गर्न परेको थियो, किनकि समय तोकिएको भन्दा केही अघि सायद समयमा बस्नु भएको रहेछ। समयको पनि उहाँले समयलाई धेरै महत्त्व दिनुहुन्थ्यो। तर उहाँको जुन पहिरन थियो त्यसले गर्दा उहाँलाई पहिलो सायद सम्बन्ध घोषणा गर्यो। र त्यस्तो प्रतिभाशाली व्यक्तित्व छद्मवेशमा प्रत्येक वर्ष प्रायः आउनुहुन्थ्यो। र केही वर्ष 2-3 वर्ष अघि मात्र होला एउटा महिलाको जुन उहाँले वेश धारण गर्नुभएको थियो, तपाईँले वाट्सएपमा पनि हेर्नुभएको होला। सायद त्यो कसैले पनि फुट्याउन सक्दैन उहाँ चाहिँ पुरुष पात्र हुन् भनेर। र त्यस्तो व्यक्तित्व वेशभूषा त्यस प्रकारले उहाँले सबै कोणबाट उहाँले वेशभूषा धारण गर्नुहुन्थ्यो, चिन्ने गाह्रो। र
यस्तो व्यक्तित्वलाई हामीले गुमाएको छ र हामीले यो क्षणमा श्रद्धाका शब्दहरू राख्ने क्रममा अब म गोर्खा सांस्कृतिक संस्थान खरसाङकी सचिव महोदय प्रणिता मुखिया किसिमलाई आफ्नो संस्थाको पक्षबाट श्रद्धाञ्जलीका केही शब्दहरू हामी दिनुहुन आग्रह गर्दछु। आजका श्रद्धाञ्जली सभाका अध्यक्ष महोदय लगायत यस सभामा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक अभिवादन जनाउँदै विशेष हामी आज यहाँ उपस्थित भएका छौँ। सबैले नै भारी हृदय लिएर यहाँ उपस्थित भएका छन् र स्वर्गीय आदि प्रोकाज्यूको विषयमा भन्नुपर्दा उनी जाति, संस्कृति, समाज अनि कलामा समर्पित व्यक्तित्व हुनुहुन्थ्यो र गोर्खा सांस्कृतिक संस्थानको पक्षबाट भन्नुपर्दा उनी हाम्रो संस्थाको एक शुभचिन्तक थिए। हाम्रो संस्थाले आयोजन गरेको जति पनि सानो ठुलो जति पनि कार्यक्रम हुन्थ्यो ती कार्यक्रमहरूमा उहाँले हामीलाई एकदमै उत्साहित भएर उहाँको उपस्थिति दिनुहुन्थ्यो र आज हामी माझबाट यति प्रतिभाशाली व्यक्तिलाई हामीले गुमाएका छौँ। हामी सबै नै उहाँको यस असामयिक निधनले हामी सबै नै स्तब्ध बनेका छौँ र विशेष म केही पनि बोल्न सकेको छुइनँ उहाँलाई सम्झँदा, किनभने मैले पनि मेरो विद्यार्थी जीवनदेखि नै जति पनि हामी 15 अगस्तको प्रोग्रामहरू हामी विद्यालय पक्षबाट हामीले जुन भाग लिन्थ्यौँ र उहाँले जुन डिस्गाइजमा उहाँले जुन प्रकारले आफूलाई त्यहाँ प्रदर्शन गर्नुहुन्थ्यो त्यो मेरो आँखाको अगाडि झल्झल्ती आइरहेको छ र हामी एकदमै उहाँलाई सम्झँदाखेरि सबैले मर्माहत बनेका छौँ। उहाँको यस असामयिक निधनले हाम्रो समाजलाई ठुलो क्षति पुर्याएको म महसुस गर्दछु र यहाँबाट भन्नुपर्दा म गोर्खा सांस्कृतिक संस्थानको पक्षबाट उहाँको आत्माले चिरशान्ति प्राप्त गरी वैकुण्ठवास गरून् भन्दै उहाँको ती शोक सन्तप्त परिवारलाई पनि हामी संस्थाको पक्षबाट हामी उहाँहरूलाई संवेदना प्रकट गर्दछौँ र यति मेरो 2 शब्द यहाँ राखी हजुरबाट बोल्न चाहन्छु। धन्यवाद। खरसाङ शाखाका अध्यक्ष महोदय नवराज ब्राह्मणजी हामीमा हुनुहुन्छ र उहाँलाई भारतीय कसितकारी सम्मेलनको पक्षबाट श्रद्धाञ्जलीका केही शब्दहरू यहाँ राखिदिनुहुन विनम्र आग्रह गर्दछु। नवराज ब्राह्मण अध्यक्ष भारतीय कसितकारी सम्मेलन। आजका यस शोक सभाका सभाध्यक्ष महोदय तथा यहाँ सबैलाई दुःख बाँड्नको निम्ति साझा गर्नको निम्ति हामी यहाँ उपस्थित भएका छौँ र कलेज पढ्दादेखि अदिप कुमार रोका दाईको घर यहाँ हो भनेर चिन्थे। उहाँ नै हो अदिप कुमार रोका भनेर पनि थाहा थियो, तर आपसी सम्बन्ध आपसी चिनापछि भन्ने थिएन। जब पछि सङ्घ संस्थाहरूमा सहभागिता जनाएर सक्रिय रूपले कार्य गर्नु थाल्यो तबदेखि अदिप दाईलाई मैले चिनेको हो र विशेष गरेर खास भारतीय हितकारी सम्मेलनको एक सदस्यको हैसियतमा भन्नु हो भनेदेखि उहाँ हाम्रो कार्यकारिणी समितिका एकजना सदस्य हुनुहुन्थ्यो र कार्यकारिणी सदस्यमा पनि उहाँ एक कर्मठ सदस्य सक्रिय सदस्य हुनुहुन्थ्यो। प्रत्येक काम कुरोहरूमा सानोतिनो विसन्चो हुँदाखेरि पनि उहाँ उपस्थित हुनुहुन्थ्यो र सबै कुरोमा हामीलाई हौसला दिनुहुन्थ्यो। विशेष गरेर फुलपाती अनि पहिलो वैशाखको समयमा जुन चाहिँ सांस्कृतिक झाँकी निस्किन्छ त्यसमा पनि उहाँ उपस्थित भएर जब बाटोमा गाडीहरू जाम हुन्थ्यो त्यस समय देशी विदेशी पर्यटकहरूलाई पनि हामीले के गर्दैछौँ कसो गर्दैछौँ यो कार्यक्रम हामीले किन आयोजन गरेको इत्यादि विषयमा उहाँले बताउने गर्नुहुन्थ्यो र नाटक अनि अभिनयको क्षेत्रमा
हामी प्राय सबैलाई यहाँ उपस्थित हुनेलाई थाहै छ र नाट्यकलाको क्षेत्रमा अदिप कुमार दाजुको जुन चाहिँ भूमिका थियो, उहाँले व्यक्तिगत रूपमा सामूहिक रूपमा जसरी हुन्छ अभिनय कलालाई पनि अघि बढाएर लानुभयो। सन् 1994 मा श्री शारदा सङ्गीतालय खरसाङको स्वर्ण जयन्तीको अवसरमा आयोजित एकाङ्की नाटक प्रतियोगितामा उहाँले रितेश नामक एकाङ्की लिएर उपस्थित हुनुभएको थियो। उहाँको दलले राम्रो प्रदर्शन गरेको थियो। अनि विशेष गरेर जब पनि अहिलेघरि कुनै पनि एउटा समूह बनिन्छ, समूह बनिसकेपछि त्यसमा सूचना र बौद्धिक कुराको आदान प्रदान भन्दाखेरि गुड मर्निङ अनि गुड नाइटको समाचार भन्ने बेसी प्रचलन बसेको छ। तर दाजुले जहिले पनि जे पनि हाल्नुहुन्थ्यो आफ्नो समूहमा ज्ञानवर्धक र सूचनामूलक कुराहरू हाल्नुहुन्थ्यो। उहाँकोमा ज्ञान धेरै थियो। उहाँ एक अध्ययनशील व्यक्ति पनि हुनुहुन्थ्यो। विशेष गरेर उहाँले यस्तै कुराहरू हामी समक्ष राख्नुहुन्थ्यो। जहिले पनि कुनै कार्यक्रम गर्नु पर्दाखेरि लु यसरी गर्नुपर्छ, यसरी गरौँ, यसलाई योपालि अलिकति नयाँ रूप दिउँ भनेर भन्नुहुन्थ्यो। र खस भारतीय हितकारी सम्मेलन सक्रिय रूपले अघि बढ्दै जाँदाखेरि खैजडी हाम्रोमा छैन, खैजडी किन्नुपर्छ, हामीले व्यक्तिगत हिसाबले पनि 2-4 पैसा खर्च गरेर हाम्रो घरमा पनि हुनुपर्छ भन्ने विषय उठेपछि खरसाङ आन्तरिक समितिका सभापति प्रितम कुमार छेत्रीको तत्परतामा हामीले खैजडी किनेर ल्यायौँ। त्यसमा पनि उहाँले निकै साथ दिनुभयो, हौसला दिनुभयो। जानुपर्छ भाइ, गर्नुपर्छ भनेर यसरी हौसला दिइरहनुहुन्थ्यो। र यस्ता व्यक्ति बितेर गए। अब यो जुन चाहिँ हाम्रोमा कमी भएको छ, यस किसिमको कमीलाई उताल गर्ने हाम्रोमा अघिल्लो पिँढी आइदेला एउटा शङ्का उत्पन्न हुन्छ। किनभनेदेखि यस किसिमको कार्यक्रमहरू र विशेष गरेर साहित्य, सङ्गीत, संस्कार, संस्कृतिलाई अघि बढाउनमा जुन चाहिँ अनुहारहरू हामी देखिरहेछौँ त्यही सीमित अनुहार छ। 2-4 जना मात्रै नयाँ देखा पर्छन्, त्यही पनि रोजगार र इत्यादि। विशेष गरेर आजको जुन चाहिँ रोजगारको अवस्था छ आफ्नै स्थानमा उपलब्ध हुने, त्यो नभएकोले गर्दाखेरि हाम्रा धेरै प्रतिभाहरू बाहिर गएका छन्। जे होस्, दाइले हामीलाई धेरै बाटो देखाएर जानुभयो। आज हामी धेरै दुखित छौँ, तर उहाँले एउटा ऋण लगाएर जानुभयो। यसको निम्ति उहाँलाई आन्तरिक हृदयबाट धन्यवाद टक्राउँदछु। अनि खस भारतीय हितकारी सम्मेलनको तर्फबाट उहाँको परिवारलाई ईश्वरले सहनशक्ति दिउन् र दाजुले देखाएको बाटोमा हामी सधैँभरि सक्रिय भएर हिँड्न पाऊँ भन्ने एउटा इच्छा जाहेर गर्दै दाजुलाई फेरि पनि श्रद्धाञ्जली अर्पण गर्दै मेरो 2 शब्द यही शेष गर्दछु। धन्यवाद। धन्यवाद नवराज ब्राह्मणज्यू। र साँच्चै नै सबैलाई लागिरहेको छ एउटा अपूर्णीय जुन क्षति भएको छ। साथ यो पुरा हुन गाह्रो नै छ भन्ने गोर्खा जना पुस्तकालयले पनि यही नै बोध गरिरहेको छ। किनकि प्रत्येक कार्यमा भन्न साथ उहाँले कहिले काहीँ नभन्नुहुने, सधैँ सक्रिय रूपमा अघि आएर जुनै पनि काममा पनि हात बढाउनुहुने यस्ता सक्रिय सदस्यहरू हामी धेरै कम पाउँछौँ। र यसरी यस्ता सदस्यहरू गुमाउँदा सबैलाई दुःख त लाग्छ नै, र हामी पनि त्यही दुःखमा छौँ। यस्तो सदस्य हामी पाउँदैनौँ भन्ने हामीलाई लागि नै रहेको छ। र अब हामी यस श्रद्धाञ्जली सभाको अन्तमा पुगेका छौँ र हामीसित अदिप कुमार रोकाज्यूका सहपाठी हुन त कक्षाले 1 कक्षा मात्र तलमाथि, तर उहाँहरू सँगै खेल्नुहुने कोथस मेमोरियल स्कुलका त्यस क्षणका सहपाठी, पूर्व प्रबन्धक ग्रामीण ब्याङ्क
मणिकुमार थापाजी यही माझ हुनुहुन्छ र उहाँलाई पनि छोटोमा आफ्नो श्रद्धाञ्जलीका शब्दहरू यहाँ राखिदिनु हुन आग्रह गर्दछु। दुई शब्द भन्न चाहन्छु। उहिले हामी स्कुल पढ्दाको याद आउँछ अहिले पनि। ब्रदर कायल भन्ने एउटा आइरिस फादर हुनुहुन्थ्यो। उहाँले क्लासमा बसेपछि केटाहरू चुपचाप कुनै पनि होमवर्क गरेन, कसैले गरेको छैन, चाल पाइहाल्यो। अनि उसले चाहिँ कसरी केटाहरूलाई स्ट्रिक्टनेस देखाउँथ्यो भन्दा टक्सिङ। उहाँको नाम चाहिँ थियो ब्रदर काहेल। ब्रदर काहेलले चाहिँ हामीलाई के सिकाउनु भयो भने मोरल साइन्स अनि मोरल भ्यालुज। यो कुरो चाहिँ अझ पनि मलाई याद छ। मेरो साथीले भनिबस्नु, साथी मोरल साइन्स अनि मोरल भ्यालुज चाहिँ सधैँ हामीले याद गर्नुपर्छ। त्यो मलाई अझै पनि याद आउँछ। हिजो अस्ति पनि वाट्सएपमा हामी च्याट गर्दा ब्रदर कालकै याद आइबस्थ्यो। त्यस पश्चात बाल्यकालमा हामी बोर्डर्सहरूले चाहिँ फुटबल बेलुकी 3 बजीदेखि त उनीहरूकै हुन्थ्यो, तर हामी चाहिँ डेस्कलर पनि थियौँ अनि अधिकतर बोर्डर्स पनि थियो। तर कोटा भए तापनि 12 बजीदेखि 1 बजी जुन चाहिँ टिफिन आवर्स हुन्थ्यो त्यस बेला चाहिँ एक दुईजनाले गोली लिएर आइहाल्थे। म लेफ्ट विङमा खेल्थेँ, ऊ राइट विङमा खेल्थ्यो। मजा आउँथ्यो हामीलाई। त्यो बाल्यकालको सम्झना हिजो अस्ति जस्तो लाग्छ अहिले। त्यो भयो। त्यस पश्चात केटल भ्याली त्यो खरेदेखि मुनि पौडी खेल्नु गएको अझै पनि याद आउँछ। यस्तै कुरोहरूले नै मलाई चस लागिबस्यो। अनि 2007मा हामी लास्ट एउटा गेट टुगेदर भएको थियौँ 100 इयर्सको सेन्टिनेरीमा। अर्गनाइज त हामीले नै गरेको थियौँ। त्यति बेला दीक्षित दाजु, बसन्त राणा, राजा बेनर्जी, अमितराम, अधिकहरू हामी सबै मिलेर त्यस बेला प्लस टिमको केटाहरू मिलेर सेन्टिनेरीको टाइममा भेट भएको थियो। त्यो चाहिँ मलाई अझै पनि याद आउँछ। साथीले भने, हेर साथी, अरू कुरो नगरे पनि हामी दुई भाइ चाहिँ मिलेर यो भिजिटर्स रेस्टमा चाहिँ खेल्नुपर्छ भनेर भने। त्यति बेला चाहिँ भिजिटर्स रेस्टमा चाहिँ के राखेको थियो भन्दा एउटा बेलुन ढाडमा यसरी राखेर दुईजनाले खेल्नुपर्ने, अनि अधिक र म मिलेर ढाडमा यसरी राखेर टाँसिएर कुद्नुपर्ने। सबैजना कुद्दै गए हामी चाहिँ कछुवा चाल बिस्तारसँगले जसले हतार गरे उसको बलुन झरिहाल्ने भन्दै अन्तमा हामीले जित्यौँ। यो चाहिँ मेरो साथीको स्मरणमा आइबस्छ, ध्यान मनमा आइबस्छ। र यस्तै कुरोहरूले गर्दाखेरि हिजो अस्ति पनि साथीले मलाई एउटै कुरो लेखेर पठाएको रहेछ वाट्सएपमा। स्ट्रेट ब्रान्चेस आर कट फर्स्ट rather than the crooked ones भनेर पठाएको छ। गुड मर्निङ दिएको थियो। त्यस दिन यो दिएको पछि 5 दिन 6 दिन भयो मैले पठाउँदैछु गुड मर्निङ, उसको आउँदैन भने पछिबाट बुझ्दाखेरि झन्डै 15 दिन जस्तो बादमा त उहाँ त दिशामा पो रहेछ भनेर हाम्रो प्रकाश भाइ भन्नुभयो। तर अभागवश म पनि टाइफोइड जस्तो भएर अलिक बिसन्चो भएको थिएँ र जानु पाइनँ, भेट्नु पाइनँ। तर मलाई साथी छ, मिसिङ त यति पनि यही छ। र हामी श्रद्धाञ्जलीका शब्दहरू विभिन्न सङ्घ संस्थाको पक्षबाट राख्ने क्रमलाई हामी यही विराम लगाएका छौँ। र उपस्थित महानुभावहरूमा कसैले आफ्नो श्रद्धाञ्जलीका केही शब्दहरू
राख्नुहुन्छ भने हामी आग्रह गर्छौँ र हामीले आज हाम्रा अभिभावक वरिष्ठ सदस्य जीवीबल सहभागी आज पाएका छौँ। उहाँको यो उपस्थितिले साँच्चै नै हामी माझ अदिप रोकाजी कति समीपमा हुनुहुन्थ्यो, कति प्रिय हुनुहुन्थ्यो, त्यो दशहराको हामीले बोध गरिरहेका छौँ। र यसैले छोटोमा जीवीबल सरलाई आफ्नो मन्तव्य राखिदिनु हुन आग्रह गर्दछु। शोक सभा तथा श्रद्धाञ्जलि सभा को अध्यक्ष महोदय लगायत सम्पूर्ण उपस्थितहरूलाई मेरो तर्फबाट नमस्ते गर्दै दुई शब्द भन्ने कुरा म सुरु गर्नुभन्दा अगाडिपट्टि एउटा असामयिक मृत्युले मनमोहित मित्रगण आफन्तहरूलाई एउटा सान्त्वनाको एउटा कविता मैले रचेको थिएँ। त्यो म एकताल त्यो कविता वाचन गरेर म दुई शब्द भन्छु। त्यो कविता चाहिँ यस्तो छ। समय मात्रै अघि पछि सबै जानै पर्छ, प्रकृतिको नियम अघि मानव झुक्नै पर्छ। क्षणभङ्गुर जीवन चक्र यसरी नै चल्छ, जन्मेपछि मनै पर्छ, अजम्भरी को छ। यही कुरो सम्झी बुझी चित्त बुझाउनु पर्छ, यही कुरो सम्झी बुझी चित्त बुझाउनु पर्छ र हामीले यहीलाई सम्झेर चित्त बुझाउनु पर्छ। आफन्तहरूले पनि यो हुने कुरा भएरै गयो। हामी मनमत भएका साथी मित्रगण पनि यही कुरो सम्झेर हामीले आफूलाई चित्त बुझाउनु पर्छ भन्दै म उहाँलाई श्रद्धाञ्जलि जनाउँछु। र उहाँको विषयमा जानकारी त मलाई निकै छ। उहाँ मात्रै होइन, अघि उहाँको दिदी यहाँनिर हुनुहुन्थ्यो, उहाँको अर्को दिदी, त्यो छोरी त बाजे बोजूको कुराहरू छ। उहाँको पिताजी आउनुभएको शिविरका मेरो साथी नै हो। 3-4 वर्षको डिफरेन्समा भए पनि मेरो एकदम मित्र, एकदम हामी सँगसँगै हिँडी डुल गरेको मान्छे हो। बिहा शादी गरेको मलाई जानकारी पुरै छ। उहाँ मेनको मनबाट आउनुभएको थियो। मेनको सुके पोखरीदेखि मुनि मेनको मान्छे, मेनको बासिन्दा हो। एक समय खरसाङमा सबैभन्दा ह्यान्डसम मान्छे खोज्यो भने जीवी रोकाइ हो। अनि अर्को एकजना चाहिँ थियो हाम्रो टिभी छेत्रीको छोरा सालो केशर प्रसाद। यिनी ह्यान्डसम भन्दा ह्यान्डसम मान्छे हो र जीवी रोकासँग मेरो एकदम राम्रो चिनाजाना। जस्तो हाम्रो अजित भाइ सोसियल वर्कमा थियो, उहाँ पनि सोसियल वर्कमा एकदमै हुनुहुन्थ्यो हो। उहाँ अहिले देवीस्थानमा माथि डाउटको रोडमा देवीस्थान बनेको छ, त्यो देवीस्थानको पुजारी हाम्रो चाहिँ नगेन्द्र शर्माको पिताजी हुनुहुन्थ्यो। नगरपालिकाको डी ग्रुपको इम्प्लोइ हुनुहुन्थ्यो। तर त्यही त्यहाँको पुजारी भएको कारणले गर्दाखेरि जीवी रोकाले चाहिँ त्यसलाई इम्प्रुभमेन्ट गरेर अहिले जुन अवस्थामा त्यो मन्दिर अवस्था छ त्यो जीवी रोकाको हो। र यस्तोको छोरा चाहिँ हाम्रो अदिप रोका म चिन्छु, वचन पढेको हो, दिदीबहिनी सबै चिन्छु। मैले अघि उहाँ नानी उसको दिदीलाई चाहिँ मैले 1992 देखि यता चाहिँ आजै देखेको। 92 सालमा मैले एउटा डेलिगेसन लिएर गएको थिएँ खरसाङबाट म्याराथनको लागि। त्यति बेला उहाँ चाहिँ ब्याडमिन्टनको कोच हो कि के पनि हो नि, उहाँ भयङ्कर हो। त्यस कारणले सबै कुरो थाहा हुँदै पनि तर अहिले मेरो कतिवटा कुरा भन्नु सक्दिनँ, कारण समय पनि गयो। 4 बजीको मिटिङ आज 5 बजी
झन्डै साढे 5 हुनु पर्दैछ। अरू पनि केही प्रोग्राम होला अरूको, त्यस कारणले गर्दा फ्युचरमा त्यस्तै मौका पर्दाखेरि अरू तपाईँहरूलाई जानकारी दिने इच्छा गर्दै उहाँलाई श्रद्धाञ्जली गर्दै तपाईँहरूसित बिदा गर्छु। धन्यवाद। धन्यवाद जीवी सरलाई। साँच्चै नै खरसाङ मात्र होइन, दार्जिलिङ जिल्लाकै कालेबुङ लगायत विगतका प्रत्येक घटनाका उहाँ एक ज्ञाता हुनुहुन्छ। उहाँसित सबै घटनाहरू रहेको छ र आज यो जुन श्रद्धाञ्जली सभा भइरहेको छ र उहाँले जुन कुराहरू यहाँ भन्न चाहँदा पनि भन्नुभएको छैन। हामी आशा गर्छौँ ती कुराहरू उहाँले लिखित रूपमा एउटा रचना तयार पारिदिनु हुनेछ अनि अदीप रोकाज्यूको अनि उहाँको परिवारको सम्बन्धमा सबैलाई जानकारी गराइदिनु हुनेछ भन्ने हामी आशा पनि राख्छौँ। उहाँलाई निवेदन पनि आजको यो क्षणमा राखिरहेका छौँ। र अब मैले अघि पनि हाले समय धेरै बितिसकेको छ। यद्यपि हामीमाझ आइन शर्माज्यू हुनुहुन्छ, गोर्खाजन पुस्तकालयका पूर्व उपसभापति, वरिष्ठ समाजसेवी र उहाँले छोटोमा आफ्नो मन्तव्य राख्ने आफ्नो पक्ष राख्नु भएकोले र उहाँलाई छोटोमा श्रद्धाञ्जलीको शब्द राखिदिनु आग्रह गर्दछु। आजको शोक सभाका सभापति अनि शोकाकुल मित्रगण, जीवी रोका र भक्तिमायाको एकमात्र छोरा हाम्रो अदीप रोका, उहाँ गोथर्सका स्टुडेन्ट हुनुहुन्थ्यो। उहाँ पछि गएर हामीसँग धेरै सम्बन्ध भयो। हामी मेरा सहकर्मी पनि भए र हामी उहाँलाई राम्रोसँग चिन्छौँ। बालकैदेखि देखेको, नानीदेखि देखेको, उहाँको पितालाई विशेष जान्ने हाम्रो उहाँ सर बल छ र उहाँले धेरै कुरा बताइहाल्नुभयो। उहाँलाई खुजेर सरदार भनेर उनी एकदमै प्रचलित थिए। उनको एउटा यो अहिलेको जीव तुल्य उहाँको नै खडा गरेको हो, उहाँकै हो र उहाँको छोरा अदीप रोका आज हामीमा रहेनन्। उहाँ जन्मेको र पवित्र त्यो नियमै हो, तर उहाँ अल्प आयुमै जानुभयो। त्यो चाहिँ साह्रै दुःखको कुरा हो र उहाँ सधैँ सकारात्मक विचार भएको मानिस, सकारात्मक कुराहरू गर्नुहुन्थ्यो, कहिले पनि नकारात्मक कुराहरू गर्नु हुँदैन थियो। र त्यसमा एउटा कुरा मलाई याद आउँछ, उहाँको ग्रेडेसन लिस्ट अफिसमा उहाँ पञ्चायत अडिटर एकाउन्ट्स अफिसरको पदमा हुनुहुन्थ्यो र त्यसलाई पाउ भन्छ त्यो सरको वर्ड उसलाई, र त्यसमा हुनुहुन्थ्यो। उहाँ त्यो ग्रेडेसन लिस्टमा एकमा आउनुभएको छ र खुसी भयो, सबैलाई खुसी भएर चिया पनि खुवाउनुभयो र अब तपाईँको प्रमोसन चाहिँ भइहाल्छ भन्ने हामीले सबैले ठानेको थियौँ। तर अर्को साल ग्रेडेसन लिस्ट आउँदाखेरि उहाँ 4मा पर्नुभएको छ। फेरि एकमा थियो अघिल्लो वर्ष, पछिल्लो वर्ष 4मा भएछ र उहाँले त्यति बेला पनि हँसाउनु भयो। पहिला पालि अस्तिको पालि मेरो परिवार 4 जना छ, मबाट सुरु गरेर गरेको रहेछ र म 1मा परेको थिएँ। अहिले मेरो सानो छोरादेखिको सुरु गरेर छ र म 4मा परेँ भनेर त्यति बेला पनि हँसाउनु भयो। त्यस्तो समयमा पनि अरू भएदेखि कति रिसाउँथ्यो होला, म अस्ति 1मा थिएँ कसरी 4मा भन्ने थियो होला, तर उसले त्यसमा पनि सकारात्मक विचार देखाएर हँसाउनु भयो। त्यस्तो मानिस हुनुहुन्थ्यो। र अब साह्रै बेसी कुरा नगरौँ, एउटा कुरा भन्नु मन लागेको छ मलाई। के भनेदेखि चाहिँ मानिस सबैले अघि उनको आत्माले शान्ति पाओस् सबैले भने शरीर त छैन नै, शरीर त रहेन नै, शरीरले त पाउने कुरा आएन शान्ति पाउने। अब चन्द्रमा हामी देख्दाखेरि कोही बेला पूर्ण देख्छौँ, कोही बेला आदि देख्छौँ, कोही बेला अल्प देख्छौँ। त्यो चन्द्रमाको कला विभिन्न तिथिहरूमा विभिन्न देख्छौँ। तर चन्द्रमा कहिले पनि अपूर्ण हुँदैन, पूर्णको पूर्ण हुन्छ, सधैँ सिङ्गै हुन्छ। तर हाम्रो आँखामा चाहिँ त्यो आदि चन्द्रमा
सानो चन्द्रमा ठुलो चन्द्रमा त्यसको कला अनुसार भिन्न भिन्न हामीले देख्छौँ। तर वास्तवमा त्यो चन्द्रमा त पुराको पुरै छ, ऊ घटेको पनि छैन बढेको पनि छैन। त्यस्तै प्रकारले मान्छे मर्छ तर त्यो शरीर मात्र मरेको, आत्मासँग त्यसको केही सम्बन्ध छैन, आत्मा मरेको छैन। त्यस कारणले गर्दाखेरि हामी सबैले आत्माले शान्ति पाओस्, आत्माले शान्ति पाओस् भनेर हामीले सबैलाई भन्दैछौँ। हामीलाई विश्वास छ उसको आत्मा छ। त्यस कारणले गर्दाखेरि उहाँको आत्माले शान्ति पाओस् भन्ने मेरो पनि त्यही वचन राख्दै म यहाँ समाप्त गर्छु। धन्यवाद अहिलेसम्म हामीलाई र हामीले जुन फोटो राखेका छौँ अदिप कुमार रोका दाजुको, त्यो फोटोलाई हेर्दा उहाँले हात बाँधेर हाम्रा कुराहरू सुनिरहनु भएको हामीले महसुस गरिरहेका छौँ। उहाँ हाई माझ हुनुहुन्छ, केवल शरीरले मात्र नरहनु भएको र यो जुन श्रद्धाञ्जली सभा यहाँ राखियो सबै संस्थाहरूलाई अलग अलग नगरेर हामीले एक भएर सामूहिक रूपमा यो सभा आयोजन गरौँ भनेर हामीले प्रस्ताव राखेका थियौँ र गत हाम्रा दुर्गासिंह छेत्रीज्यू बित्नुहुँदा पनि हामीले त्यो प्रस्ताव राख्दा सबै संस्थाले स्वीकार गरेर हामीले एकै मञ्चमा हामीले उहाँलाई श्रद्धाञ्जली अर्पण गरेका थियौँ र आज पनि यसरी नै एकबद्ध भएर हामीले यो श्रद्धाञ्जली सभा यहाँ सम्पन्न गरिरहेका छौँ र यसको निम्ति सहमति जनाउनु सम्पूर्ण सङ्घ संस्थाप्रति गोर्खा जनपुस्तकालय आभार प्रकट गर्दछ। यसरी हामी सबै क्षेत्रमा एकबद्ध भएर भङ्गालेर होइन, छुट्टिएर होइन, एकबद्ध भएर यसरी काम गऱ्यौँ भने सामूहिकता दर्शाउन सक्यौँ भने सायद सबै क्षेत्रमा नै हामी सफल बन्छौँ भन्ने जस्तो पनि लाग्छ। आदिप कुमारका दाजुले सधैँ यस्तै भन्ने गर्नुहुन्थ्यो, हामी एक भयो भने जे पनि गर्न सक्छौँ। तर अहिले भङ्गालिने समय आएको छ, हामी सबै क्षेत्रमा राजनीतिदेखि लिएर साहित्यदेखि लिएर सबै क्षेत्रमा हामी अलग अलग हुने रोग लागेको छ। यो रोग हट्नु सक्यो भने सायद राम्रो हुन्थ्यो कि भाइ भनेर सधैँ उहाँले भन्ने गर्नुहुन्थ्यो र आज हामीले एकबद्ध दर्शाउँदा एकताबद्ध भएर यसरी श्रद्धाञ्जली अर्पण गर्दा सायद उहाँलाई पनि कता कता हर्ष नै लाग्नुपर्छ जस्तो मलाई लाग्छ र उहाँको आत्मशान्तिको निम्ति सबैले प्रार्थना गरिसकेपछि अब हामी यस सभाको अन्तमा आइपुगेका छौँ र सबै सङ्घ संस्था अनि उपस्थित महानुभावहरूलाई धन्यवाद टक्राउँदै अब आजका यस सभाका अध्यक्ष महोदय कृष्ण पाण्डेज्यूलाई आफ्नो अध्यक्ष सम्बोधनसहित यो श्रद्धाञ्जली सभालाई पनि अन्त गरिदिनु हुन विनम्र आग्रह गर्दछु। आजको रोकादाजुको जुन चाहिँ श्रद्धाञ्जली कार्यक्रम यहाँ सम्पन्न भयो र यहाँ उपस्थित सबै सङ्घ संस्थाका प्रतिनिधिहरू, गोर्खा जनपुस्तकालयका सदस्यहरू सबैलाई ससम्मान समयले धेरै टाढो लगिसकेपछि यहाँ हाम्रोमा मैले भन्नुपर्ने कुरो अब केही छैन र पनि हामीले हाम्रो जति पनि समाजमा रहेका यस्ता महानुभावहरू जसको ट्यालेन्ट हरेक क्षेत्रमा जुन ट्यालेन्टहरू उहाँले जिन्दगीभरि हामीलाई देखाएर जानुभयो, ज्ञान दिएर जानुभयो, बाटो देखाएर जानुभयो। यस्तो मान्छेहरूको ज्ञानलाई हामी समाजको सङ्घ संस्थाहरूले समातेर लिएर अघि बढ्नुपर्छ। साथै यी ट्यालेन्ट भएका जिउँदैमा हामीले उहाँलाई सम्मान दिनुपर्छ। यसो गर्नु सक्यो भने मात्रै उहाँले जति समाजमा गरेको जुन चाहिँ आफूले गरेको जुन चाहिँ ज्ञान
बजेका थियो। त्यो सधैँ मरुन्जेलसम्म पनि जसले जुन समाजले जुन संस्थाले उहाँलाई सम्मान श्रद्धा दिनुभयो त्यो सधैँभरि उहाँले वैकुण्ठमा पुगेर पनि याद गरे रहनुहुन्छ। र यसलाई हामीले मध्यनजर राखेर सबै संस्थाहरूले चाहिँ यस्ता ज्ञानी ट्यालेन्टेड व्यक्तित्वहरूलाई चाहिँ हामीले जिउँदैमै नै सम्मान दियो भनेदेखि चाहिँ राम्रो हुनेछ भन्ने चाहिँ मेरो तपाईँहरूलाई विनम्र नम्र निवेदन राख्दछु। र समय धेरै बितेर गइसक्यो र म बेसी लामो भन्नु सक्दिनँ। र मैले यस कुरा जुन चाहिँ गरेँ यसलाई चाहिँ ध्यान दिएर चाहिँ भविष्यमा सबै संस्थाहरूले अघि लगिदिनु भयो भनेदेखि धेरै राम्रो हुनेछ। धन्यवाद। र आजको यस कार्यक्रम पनि यही समाप्त भएको घोषणा गर्दछु।